साथीहरु हेर्नु है, आज चाहिँ म 3G कटिङ गर्न आएको छु बारीमा। 3G कटिङ कसरी गर्ने हजुरहरुलाई सम्पूर्ण जानकारी दिनेछु। म आफैले जानेको जति गर्नेछु, नजानेको तपाईहरुले भिडियो देख्नु भने यो भएन भन्दिन होला पछि। अब मैले जतिसम्म जानेको सिकेको चाहिँ गर्दै छु। अनि यो 3G कटिङ गर्नु र नगर्नुको फाइदा के छ त त्यो पनि तपाईहरुलाई देखाउने छु। मैले यहाँ 1-2 बोट कटिङ नगरिकन नि राखेको छु। त्यो चाहिँ लगभग यो कटिङ गर्दा र नगर्दाखेरि चाहिँ तपाईको 15-20 दिनै फरक पर्छ कि के है, त्यस्तै लाग्छ मलाई चाहिँ, मेरो अनुभव चाहिँ। किनकि कटिङ नगरेको रुखमा चिचिला लागिसक्यो, कटिङ गरेकोमा चाहिँ अहिले हेर्नुस् यस्तो छ। म कटिङ गर्दैछु। अब कटिङ गर्ने तरिका चाहिँ यो हो, यसो गर्ने, यसरी मुन्टा चुनाल्ने। तपाईले यसलाई यसरी नङ गाडेर चाहिँ नभाद्नु होला, यो नङको बिस लाग्छ रे। यसरी यसरी पिटिक भाँच्यो। अनि अब यसमा चाहिँ अब टाइम लाग्ने भयो नि त, यो अलि दिन टाइम लाग्छ। अब यसमा फुल आउन, चिचिला आउनलाई टाइम लाग्छ। अब तपाईको यही बोर्ड अनुसारको म तपाईलाई देखाउँछु है। यसमा कटिङ गरेको फाइदा 1 2 3 4 5 6 7 8 9 10 11 12 13 वटै छ हाँगा। यसरी आउँछ। पहिला एउटा कटिङले यसरी आयो। अब सेकेन्ड कटिङ गर्दाखेरि यही अनुसारले सबै पातमा आउँछ। अब चाहिँ कटिङ गर्दैन हामी, यो चाहिँ लास्ट हो। अब यो पछि ल हेर्नु, यो कटिङ नगरिकन राखेको रुख चाहिँ यस्तो छ। यो फुल चिचिला लागिसक्यो है, फलिसक्यो खुर्सानी नै कटिङ नगरेको रुखमा चाहिँ। अब छैन फेरि हाँगा, मुनिदेखि खाली छ। बाँस राखेका छौँ, खाली छ। 2टा हाँगा 3टा हाँगा भन्दा छैन। अनि कटिङ नगर्दा र गर्दाको फरक हेर्नु त साथीहरु कति हुँदो रहेछ। बरु 15-20 दिन ढिलाइ होस्, पछि लिनुहोस्, तर धेरै लिनुहोस्। एउटै बोर्डमा यत्रो 10-12 वटा हाँगा आएर फल्नु र यो 2टा 3टा हाँगामा ठिङ्रिङ्ग फल्नु धेरै फरक हुन्छ, धेरै अन्तर हुन्छ। त्यही भएर 3G कटिङ गर्नु चाहिँ जरुरी छ है साथीहरु। ल गर्ने तरिका चाहिँ यही हो, हजुरहरुले पनि ट्राई गर्नु होला। खुर्सानी रोप्दा चाहिँ 3G कटिङ चाहिँ नछुटाउनु होला। कटिङको फाइदाहरु यही छ। अब यसमा चाहिँ हामीले पहिला मल हालिसक्यो भएर अब अहिलेलाई ठिक्क छ। अब यसमा पानी लगाइदिन्छु, हल्का सुक्खा सुक्खा हुँदै आएछ। यहाँ झार पनि टिप्नु बाँकी छ। यसमा हामी पानी लगाइदिन्छ एकचोटि सरलक्क। आज चाहिँ लाउनु हुँदैन, आज कटिङ गरेको छ, आज लाउँदैन, भोलितिर पानी लगाएको भिडियो नि हाल्ने नै छु, हेर्दै गर्नु होला। अब मैले गरेको केही कुरा मिलेन भने चाहिँ हजुरहरुले सुझाव पनि दिनु होला है कमेन्ट बक्समा। मैले जानेको कुराहरु चाहिँ म शेयर गर्दैछु, हाल्दैछु सबै सामु। यही हो। अब फल चाहिँ देख्न पाइयो जोस् कटिङ नगरेको रुखबाट। अब मेरो कटिङ गरेको रुखमा चाहिँ कहिले फुल आउने हो, कहिले खुर्सानी लाग्ने हो, त्यो चाहिँ देखाउँछु तपाईहरुलाई। हस् त, धन्यवाद। लाइक, शेयर, कमेन्ट गर्नु होला।